गणतन्त्र दिवसको उपलक्ष्यमा साभार कोसेली। इतिहासमा पराधीन नभएको देश, वर्तमान अवस्थामा स्वाधीनमा नरहेको देश, नागरिकलाई लखेटेर नागरिक बेच्दै हिँडेको देश, मान्छेको हातमा हत्कडी लगाएर बाँदरको हातमा थमाएको देश, कहिले कसैले कठै नबनेको देश, परदेशको इसारामा पराधीन भएको देश, थाहा छैन कसले कहाँबाट कसरी चलाएको, हाम्रा पुर्खाले काँसीमा पिण्ड लगाउँथे, त्यसका बाजेले सिमानामा आएर पिल्लर गाडेको छ। दुश्मनको पुच्छर समातेर भाइ बनाए, देशलाई नैनो गाई बनाए, सत्तामा बस्दा दोहेर खाए, विपक्षमा बस्दा रोएर खाए। हाम्रो भाषामा थरीथरीका सामान बेच्नेलाई विक्रेता भनिन्छ, नैतिकता बेच्नेलाई नेता भनिन्छ। देशलाई आमा भन्दै बेला बेलामा नबलेर खाए, कुनै बेला ढुकुटीमा मुसा जस्तै छिरेर खाए। सुन्नुभएकै होला सम्पत्ति विवरणको ठट्टा, कति सच्चा कति झुट्टा, सुन जम्मा 1 तोला, जग्गा मात्र 1 कट्टा। गणतन्त्र दिवसको शुभकामना त भन्नै पर्यो।